वेलकम टु माई एनआर भ्लग एभ्रिवान। वेलकम गाइस वेलकम। अहिले हामी भन्नुपर्दा ठ्याक्कै पूजा गर्न हिँडेको के यहाँ हाम्रो टोली चाहिँ धेरैजनाको छ। आज औतारी पूजाको दिन रहेछ। हामी अलिकति गापा वार्ड नम्बर 3 सिमराङ स्थित पर्ने औतारीतर्फ गइरहेको छौँ क्या। यहाँ धेरै जान्छ तर हाम्रो स्थिति चाहिँ अलिक नाजुक छ क्या। यहाँ पानी परेर छाता ओढाइ यस्तो छ है, पुरै यस्तो छ। अनि पुरै हामी कति जान्छौँ त? 2, 4, 6, 8, 9 8-9 जना रहेछौँ लगभग। यस्तो छ छाता ओढेर के सबै यस्तो छ। पुरै हाम्रो पूजाको लागि चाहिँ यस्तो छ क्या। मेरो परिवारहरू छ यहाँ। हिरा म्यामले बोक्नु हुँदैछ हजुर। हजुर त्यस्तै हो त्यो। अनि यहाँ सुस्मिता म्यामको केही मिलेन जस्तो छ। यता प्रकृति म्याम छाता ओढेको क्या, पुरै छाता ओढेर हामी यता सासुङ सर लगायत यता जीवन सर क्या हामी रोडमा चाहिँ हिँडिरहेको छौँ। जीवन सर त छँदैछ यता हाम्रो ह्यान्डसम म्यान, सँगसँगै यहाँ डग पनि छ हामीसँग। अनि एकजना विशेष केटो जाँदैछ अगाडि। हाम्रो सङ्गम सरले एउटा के भन्नु, एउटा पूजाको लागि है हिँडाउनु हुँदैछ त्यहाँ बोका होइन, के भन्नु त्यसलाई, पुरै यस्तो छ क्या। अब पानी परे पनि हाम्रो यात्रा चाहिँ निरन्तर चलिरहेको छ क्या। अब के गर्नु यस्तो छ। यता अब बाटो मान्छे हिँड्नु परिगयो, पूजा गर्नु पर्यो। पूजामा अब प्रार्थना गर्नु पर्यो। प्रार्थना गरे पश्चात चाहिँ राम्रो नकारात्मक सोचहरूलाई चाहिँ सबै हटाएर सकारात्मकतर्फ चाहिँ सोचहरूलाई, थिङ्किङहरूलाई सबैलाई चाहिँ पोजिटिभ इम्प्रुभ गर्न चाहिँ भनेर एउटा विश्वासका साथ चाहिँ हिँडिसकेका छौँ क्या। 2, 4, 6, 10 जना हो र हामी 9 जना छौँ होइन। ए आफै झर्छु हाम्रो यो यस्तो छ। त्यहाँ स्टिक पनि बोकिरहेको छ। विनिता म्यामको चाहिँ फेरि स्टाइलिङ नै कडक छ क्या। अब छाताले चाहिँ अनुहार नदेखाएर चाहिँ पुरा अब यस्तो छ है त गाइज। हामी हजुर 80% इज कन्फर्मिङ लेभल। हामी चाहिँ ठ्याक्कै आज मिति 2083 सालको 01 महिना गतेको 18 छ क्या। 18 छ। यहाँ हाम्रो लगभग 2 घन्टा 2.5 घन्टाको यात्रामा हामी तलिन्छौँ। अब भर्खरै आधी जति भयो होला। ए कोही चाहिँ बाइकदेखि ठिकै छ। अब ए ठिकै छ। पूर्ण सर बाइकदेखि छ। ठिकै छ। पानी परिरहेछ। तत्पश्चात त्यहाँ त अनि पुरा स्वयम्भूनाथको मन्दिरको उयो रहेछ हौ। पुरा हेर्दैछ आँखा पनि त्यो छातामा स्वयम्भूनाथ। यता डबल शक्ति पो प्राप्त गर्नुपर्ने रहेछ हाम्रो जीवनले त।
स्वयम्भूनाथको पनि अनि उता अवतारीको पनि दुईटै शक्तिहरू प्राप्त गर्नै पर्यो हाम्रो केटोले। के छ अनि हाम्रो यात्रा आदि भयो त? आदि भयो भन्नुहुन्छ यता जीवन सर लगायत विनिता मेमको जानकारी अनुसार चाहिँ हाम्रो यात्रा आदि भएको छ। ठिकै छ, अझै 50% हिँड्नै बाँकी छ। हामी 50 हिँडिसकेका छौँ भन्ने जानकारी छ। ठिकै छ। फेरि सुस्मिता मेमको मुस्कान चाहिँ मन्द मन्द छर्नुहुन्छ पुरै यस्तो छ। होइन ठिकै छ, जे भए पनि यहाँ अब पानी परेको अवस्था अनि छाता ओढेपछि देखिँदैन फेस। अनि यो जीवन सरको उयो त्यो बोरामा चाहिँ के छ? भालेहरू यता पनि छ क्या, परेवा अगाडि छ बोका, परेवा बोक्नु हुँदैछ विनिता मेमले। कतिवटा छ त्यहाँ परेवाहरू? 5वटा। अनि त्यो 4वटा। अनि हिरा मेमकोमा हजुर 2टा। ल ठिक छ। अनि सुस्मिता मेमको चाहिँ भारी के कस्तो छ नि? सुस्मिता मेम अनि तपाईँको चाहिँ के कस्तो छ भारीहरू? खोइ हजुरको त ब्यागमा पैसा मात्रै हो कि क्या हो? ए हजुर हजुर ए त्यसो भए तपाईँ चाहिँ अकाउन्टेन्ट हो कि क्या? पैसा बोक्ने मान्छे? ए हिसाब हिसाब किताब मिलाउने मान्छे रहेछ उहाँ चाहिँ। भाइ अरू चाहिँ ठिकै छ, कार्यमा तलिन हुनुहुन्छ। यस्तो छ क्या भ्यू हाम्रो। यो के भन्छ यसलाई? फुलुङटेन भन्छ। यो चाहिँ हतुवागढी 3 स्थित पर्दछ है, वार्ड नम्बर 3 भोजपुरको हतुवागढी। यस्तो छ। यता छ पारी खैराङ भन्छ यसलाई। ठिकै छ। चप्पल डाङ्गा गइन्छौँ होला हौ नाना। ठिकै छ। हाम्रो केटोको फेरि ठुलो छ क्या अब। मतलब भनेको तात्पर्य केटोले अब बोक्दै के अरे यहाँ तान्दैछ नि त। यहाँ अवतारी पूजाको लागि चाहिँ यहाँ तान्दैछ क्या उसले डोरीमा, दाम्लोमा। अब के गर्नु, विडम्बनाको कुरा छ। अब यो जनावरको अन्त्येष्टि हुन्छ आजै। कति घन्टा जति बाँच्ला यो? अब 1-2 घन्टा। अनि 2 घन्टा बाँच्ला, के गर्नु र? अब यो हाम्रो त्यही त के गर्नु र? यस्तै छ हाम्रो वास्तविक संसार। अब अर्को जुनीमा हामीलाई पनि यस्तै पालेर गर्छ होला, के गर्नु? त्यस्तो गर्नु हुँदैन। बच्चा उमेर पनि ठुक्क पालेर ठुलो बनाएर चाहिँ त्यस्तो चढाउनु भनेको त मरिगयो भन्छ होला। अनि दोस्रो ल हामी वार्ड नम्बर 3 पुगिरहेको छौँ है। यहाँ वडा कार्यालय छ, यहाँ छ सडक। अब हामी सडकलाई छोडेर चाहिँ यता थोरै पैदल हिँड्ने बाटोमा चाहिँ हिँड्नुपर्ने हुन्छ क्या। यता तलसम्म जानुपर्छ। यो वार्ड नम्बर 3 को चाहिँ स्वास्थ्य चौकी हो यो।
बस्ने चौकी यहाँ कम्पाउन्ड बारेको रहेछ। यस्तो छ यहाँ यो ठाउँमा पुग्नु भएको छ कि छैन हजुरहरू होइन यस्तो छ। ल बस त जीवन म अलि यता आऊ न त्यहाँ यता आएर छाताले अलि स्टप गरौँ ठिकै छ। ल भयो फोटो पनि खिचिसक्यो। त्यो छ भ्यू यतिको राम्रो छ क्या यहाँ जुनै पनि बटुवाहरू यात्रुहरूको बस्ने ठाउँ हो क्या यो चाहिँ। यही यस्तो छ यहाँ बस्छन् है शीतल हुन्छ घाम परेको बेला। अनि यो चाहिँ एउटा चौतारी जस्तै मानौँ न चौतारी नै हो। हामी लगभग कति बजेतिर निस्केको 5:30 जतितिर निस्केको त्यतिमा निस्केको 7 बजिसक्यो। यो चाहिँ हामी ठ्याक्क हतुवागढीदेखि चाहिँ आमचोकतर्फ जाँदाखेरि पनि यही बाटोमा हिँड्छौँ हामी है। खास भन्नुपर्दाखेरि हामी पनि आमचोकको मान्छे हो। अब हजुर हामी आमचोकको मान्छे। अब हतुवागढीदेखि चाहिँ आमचोक जाँदा पनि यही बाटो हिँड्छौँ र आज पनि यही बाटो हिँडिरहेको छौँ क्या पूजा गर्न जाँदा पनि। यस्तो यता छ तल देखिँदैछ शिशु शिक्षा स्कुल। यो चाहिँ आदि स्तरीयको स्कुल हो। यहाँ बन्द छ अहिले आज ठ्याक्क शनिबार पनि रहेछ। अनि बन्द छ स्कुल सञ्चालन भएको छैन। कतिजना पुग्नु भएको छ यो स्कुलमा यसो कमेन्ट्स गर्नु होला। यो स्कुलमा पुग्नु भएको छ को यस्तो छ क्या शिशु शिक्षा स्कुल। पहिला चाहिँ माविकै पढाइ हुन्थ्यो अहिले चाहिँ आविको हुन्छ भन्ने कुरा अलिअलि जान्नु बुझ्नुमा आएको छ। यस्तो छ है त। अघिको सडकलाई भेटाइयो है हामीले यहाँ छ। अब फेरि यो सडकमा केही क्षण पैदल यात्रा गरे मार्फत यसलाई छोडेर चाहिँ तल जानुपर्छ। तल मात्र भेटिन्छ क्या यो। घाम लाग्ने त्यो तरफर त छैन पानी परेको परेछ है। कसरी पूजा गर्नु यस्तो छ यता छ सडक। अब हामी यता बाटोतर्फ चाहिँ मोडिन्छौँ है। यहाँ ट्रान्समिटर छ। यो लघु लाइन हो यो चाहिँ केन्द्रीय लाइन होइन। यस्तो छ अनि यता छ। ल फाइनली पुगिँदैछ है हामी शिशु शिक्षा स्कुलमा। यस्तो छ यस्तो छ है त। टक्कसँगले चाहिँ यो चाहिँ शिशु शिक्षा स्कुल है त हतुवागढीमा पर्ने ठुलुङटेन भन्ने ठाउँको स्कुल है। र पारिपट्टि चाहिँ आमचोक हो फेरि हाम्रो गाउँ। त्यो डाँडा देखिन्छ त्यो चाहिँ हाम्रो आमचोक गाउँ हो त्यो त आमचोक गाउँपालिका। त्योभन्दा यता छ हतुवागढी खैराङ पहिला भन्दा काट्ने पानी है। यता पर्छ। यस्तो छ भ्यू है त गाइज। यो भ्यू चाहिँ कडै छ भन्नुपर्छ यतिको। टक्कसँगले बादल मडारिँदै आएको छ। हामी चाहिँ अलिक पछाडि मात्र परिरहेको छौँ क्या यहाँ। अरू चाहिँ अगाडि साथीहरू।
दुईजना छ पछाडि जीवन लगायत म। अब चाहिँ ओह्रालो झर्नुपर्ने हुन्छ अनि अहिले फर्किँदाखेरि चाहिँ उकालोमा हिँड्नुपर्ने हुन्छ है त। यस्तै छ भोजपुरको हालको मौसमी अवस्था। यस्तो छ है त गाइस। गाउँको हेर न पहाडको हरियाली कस्तो रमाइलो छ, रमणीय दृश्य छ हेरौँ। यस्तो छ है त। हामी जाँदैछौँ यात्रामा निरन्तर रहिरहेका छौँ, भेट्दै गरौँला है त। यति बेलाको लागि यति नै छुट्टिन्छौँ हामी, धन्यवाद।